एउटा राजा थिए। राजाको यो दाढी र कपाल बनाउने एउटा हजाम ठाकुर भनौँ न हजाम थिए र उनी नियमित दरबारमा गएर राजाको दाढी बनाइदिन्थे। राजाका दुश्मनहरूको पहुँच हजामसम्म भयो। हजामलाई सुपारी दिए, तिमीले दाढी काट्दा काट्दै राजाको घाँटी काटिदिनु, म राजा हुन्छु, त्यसपछि तिम्रो पनि एकदम ठुलो फलिभाग हुनेछ भने। हजामले सुपारी लियो। अब राजाको दाढी बनाउन जाँदाखेरि उ त सुपारी ल्याएको छ, अनि त्यो छुरा चाहिँ यसरी खाली त्यो तिखो बनाउने गर्दो रहेछ, गालामा पानी लगाइरहने गर्ने, तर आँट आउँदो रहेनछ, आँटै गर्नु नसक्ने। राजाले 5 मिनट 7 मिनट वेट गरे। त्यसपछि राजा मनमनै फुसुर फुसुर गर्न थाले। राजाले उसले सुन्ने गरी मनमनै अलिकति आवाज निकालेर के भन्यो भने, छटर पटर कर तर छिटो तर पानी तहर मन के बतिया हमै जानत बानी भनेर भनिदिएछ। त्यो हजाम त्यही पुर्लुकै ढलेको, उठेर खुट्टा समातेर भन्यो, प्रभु मैले गल्ती गरेँ, मलाई माफ गर्नु। राजालाई त थाप्दैन। उसले सबै कुरा भनेपछि उसले अब माफी पाए के गरे, बाँकी राजाले बुझ्यो। मैले भन्न खोजेको चाहिँ के हो भने, यो कोड अफ कन्डक्ट आचार संहिता भन्ने कुरा सबै प्रोफेसनलहरूमा चाहिँ हुन्छ। हामी पत्रकारहरू चाहिँ बढी अभ्यास गर्छौँ कि हाम्रो काम कहीँ गलत भएछ कि यसलाई सीमावलोकन गर्नका निम्ति अभ्यास गर्छौँ। मैले भन्न खोजेको के हो भने, तपाईँको यो गर्दन हजामलाई कति विश्वासयोग्य ठानेर छोडिदिनुहुन्छ। एक छुरा लगाइदियो भने तपाईँलाई मिनेट लाग्छ छिनाउनलाई, लाग्दैन नि। त यो आचार संहिताको एउटा जिस्ट चाहिँ यही हो जस्तो लाग्छ मलाई। तपाईँले तपाईँको गर्दन कसैलाई दिनुभएको छ, एउटा ट्रस्ट छ, एउटा विश्वास छ, उसको पनि पेशागत मर्यादा छ। उसले घाँटी काट्दैन, दाढी नै काट्छ, कपाल नै काट्छ। हामीले पनि हाम्रा कन्टेन्टहरूले हामीले उत्पादन गर्ने विषयवस्तुले समाजलाई बाँड्ने होइन, समाजलाई डिरेल गर्ने होइन, अन्योलमा राख्ने होइन, स्पष्ट सूचना सम्प्रेषित गर्ने र आम मान्छेको सकारात्मक विचार निर्माणमा योगदान पुर्याइदिने हाम्रो कामको धर्म त यही होला। यही धर्मलाई अझ बढी परिपक्व बनाऊ, अझ बढी जिम्मेवार बनाऊ भन्ने यो अभ्यास र यो अभ्यासमा मिडिया काउन्सिलको योगदान लगानी अनि धर्मेन्द्र दाइको यो इनपुट यो हाम्रो लागि बहुत महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण विषयलाई तपाईँहरूले ख्याल ठट्टा नठानेर बहुत सिरियसली, ज्ञानको भण्डार प्राप्त छ। मैले त गाडी लिएर जानुहोस् भनेको छु, सक्यो भने हाम्रो गाउँघरतिरको पैनै लिएर गए पनि हुन्छ, तर लानुहोस्।